उमङ्ग, उत्साह, विकास, समृद्धि, शान्ति, प्रगति, सद्भाव, स्वच्छता र मायाले भरिपूर्ण होस् नयाँ वर्ष। नयाँ वर्षको शुभकामना। नयाँ वर्ष 2082 सालको सुखद उपलक्ष्यमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमा, बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु साथै उच्च प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। नयाँ वर्षको शुभकामना। हजुरको घर दैलोमा विद्याकी देवी सरस्वतीले वास गरून्। श्री केदारनाथ बाबाले हामी सबैको रक्षा गरून्। दुर्गा भवानीले रक्षा गरून्। श्री पशुपतिनाथ बाबाले हामी सबैको रक्षा गरून्। 2081 सालमा सोचेको तर पूरा नभएको कामहरू 2082 सालमा पूरा हुन्। सबैको प्रेममा नयाँ बास थपियोस्। सबैको मनमा शान्ति शान्तिले बास गरोस् भन्दै हजुर लगायत हजुरको सकुशल परिवारप्रति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। कसैले अकालमा मर्न नपरोस्, दुःख र अभाव कसैले नहोस्, रिस र आवेगले जल्न नपरोस्, विनाशको बाटोमा नहिडियोस्, समृद्धिले हरेकका मस्तिष्क छाओस्, देश प्रगतिको पथमा लम्किरहोस्, वसन्तले सुन्दरता छाएको छ, बिरुवामा पालुवा फेरिएको छ, बगैँचामा फुल फुलेका छन्, चराहरूको आवाज सङ्गीत छ, जन जन र मन मनमा सबैलाई नयाँ वर्षको धेरै शुभकामना छ। हाँसो रहोस् ओठमा सधैँ, मनैभरि छाओस् हर्ष। यो नयाँ वर्षले तपाईको जीवनमा नयाँ आशा र खुसीहरू ल्याओस्। तपाईका सपनाहरू साकार होउन् र हरेक दिन खुसीले भरियोस्। तपाईको हरेक दिन नयाँ वर्ष